सुकुम्बासी बस्तीमा वास्तविक सुकुम्बासी भन्दा धेरै हुकुमबासी छन्। यो प्राय सबैलाई थाहा भएकै कुरा हो। आउनुहोस् आज यही बारेमा कुरा गरौँ। कोही व्यक्ति कहिलेसम्म सुकुम्बासी रहिरहेछ र वास्तविक सुकुम्बासीको नाममा फाइदा उठाउने गाउँमा जग्गा हुनेहरूले गर्दाखेरि चाहिँ हामी मेन सुकुम्बासीहरूलाई चाहिँ गाह्रो पर्छ। अब छैन नि त, हाम्रो त जाने ठाउँ नै छैन। अब भ्याङभुङ भत्काइदिनु हुन्छ आएर, अनि हाम्रो त जाने ठाउँ छैन कहीँ पनि। राम्रै गर्नु भएको पनि हो, हुन त यो सुरक्षित ठाउँ पनि होइन हुन चाहिँ। लाखौं रकम कमाउने व्यक्ति पनि उनीहरूसँग बस्दैमा साँचो सुकुम्बासी हुन्छन् त? अहिले धेरै खोजिएको र सोधिएको प्रश्नहरू यही हो। अब कुरा गरौँ वास्तविक सुकुम्बासी को हुन् भन्नेबाट। नेपालको कानून अनुसार जसको आफ्नो परिवारको सदस्यको नाममा कुनै जग्गा छैन र जो अरूको वा सरकारी जग्गामा बसोबास गर्दछ भने, जसको कुनै अन्य आय स्रोत छैन र गरिबीको उच्च रेखामुनि रहेका छन्, उनीहरू नै वास्तविक रूपमा सुकुम्बासी हुन्। त्यसैले काठमाडौँको बागमती, विष्णुमती, मनोहरा खोलाको किनार वरिपरि वर्षौंदेखि बस्दै आएका सबैजना सुकुम्बासी होइनन्। उनीहरूले आफ्नो सुकुम्बासी बस्तीभित्र आफ्नै नियम कानून वडाध्यक्षदेखि लिएर मेयरसम्म बनाउँथे र विभिन्न टहराहरू कब्जामा गरेर भाडामा दिन्थे। म यहाँ 6 महिना भयो। म भाडामा बसेको थिएँ 4000 महिना। कसलाई तिर्नुहुन्थ्यो भाडा तपाईँले? यहीँको त्यो मेयर छ, यहीँको बनाएको मेयर थियो। ए, मेयरको घरमा? यो बस्तीको मेयर? रोचक कुरा के छ भने सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारको काठमाडौँको शान्तिनगरमा 3 तले घर रहेको पाइएको छ। उनी लगायत 40 जना भन्दा बढीको नेपालका विभिन्न स्थानमा घर जग्गा र लालपूर्जा रहेको भेटिएको छ, जसले गर्दा प्रश्न हुन्छ कि विभिन्न राजनीतिक दलहरूको आड र पावरमा वास्तविक सुकुम्बासीले भन्दा पनि टाटाबाटाहरूले मात्र फाइदा लिए। ल आउनुहोस् अब कुरा गरौँ बालेन शाहको नेतृत्वमा अहिले हटाउँदै गरेको सुकुम्बासी बस्तीको बारेमा। 2083 वैशाख 12बाट हटाउन सुरुवात गरिएको यो कदम पहिलो पटक मात्र चालिएको भने होइन। 2076 साल भाद्र 6 गते सर्वोच्च अदालतबाट न्यायाधीश द्वय श्री सपना प्रधान मल्ल र श्री आनन्द मोहन भट्टराईको फैसलामा बुदा नम्बर 2 मा भनिएको छ, बागमती लगायत सहायक नदी किनारको कम्तीमा 20 मिटर तटीय क्षेत्र कायम गरी सीमाङ्कन गर्ने र सो क्षेत्रमा कुनै स्थायी संरचना नबनाउने भनेर आदेश आउँछ। यस्तो निर्णयबाट तत्कालीन सरकारले कुनै पनि एक्सन लिँदैन र केही समयपछि 2079 मा स्थानीय सरकारको चुनाव हुन्छ। अहिलेका प्रधानमन्त्री बालेन काठमाडौँको मेयर हुन्छन्। 2079 साल मङ्सिर 12 मा बालेन शाहले सुकुम्बासी बस्ती हटाउनको लागि डोजर चलाउने प्रयास गरेका थिए, तर तत्कालीन केपी ओली नेतृत्वको सरकारले उक्त कदमलाई सहयोग नगरेको कारण त्यतिखेर बालेन शाह ब्याक हुनु परेको थियो। उनै बालेन शाह अहिलेको संघीय सरकारको प्रधानमन्त्रीको रूपमा छन् र उनकै नेतृत्वमा बसेको फर्स्ट क्याबिनेट बैठकमा निर्णय भएको थियो उनको 100 वटा कार्यसूची मध्ये बुदा नम्बर 91 र 92 मा सुकुम्बासी समस्यालाई भूमि आयोगद्वारा व्यवस्थापन गरिने र सार्वजनिक जग्गा अतिक्रमणको नियन्त्रण गर्ने भनेर लेखिएको छ। यो विषयलाई एकछिन यतै रोकौं र अब जाउँ नेक्स्ट च्याप्टरमा जानुभन्दा अगाडि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईको एक सब्स्क्राइबले हामीलाई थप प्रेरणा मिल्छ। नेपालमा कति संख्यामा वास्तविक सुकुम्बासी छन् त? अहिलेसम्म भूमि आयोगको अनुसार भूमिहीन दलित 98,502, भूमिहीन सुकुम्बासी 1,80,293, अव्यवस्थित बसोबासी 9,30,790, जम्मा 12,09,585 सुकुम्बासी परिवार हुँदासम्म पनि के यसको समाधानको पक्षमा अहिलेसम्म बनेका कुनै पनि सरकारले काम नगरेका हुन् त? काम नै गरेको छैन भन्न पनि मिल्दैन। यही समस्या समाधानको लागि भनेर अहिलेसम्म 19 वटा आयोग गठन भइसकेको छ। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा 2068 सालमा काठमाडौँको सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न भनी नागार्जुन नगरपालिका 1 रानीवनमा 14,37,21,168 रुपैयाँ खर्चेर भवन निर्माण गरिएको थियो। शहरी विकास तथा भवन निर्माण विभाग अनुसार उक्त अपार्टमेन्टमा 230 परिवार बस्न मिल्ने गरी बनाइएको थियो। त्यसबेला काठमाडौँमा पहिचान भएको सुकुम्बासी संख्या जम्मा 211 परिवार थियो। एमाले, कांग्रेस, माओवादी जस्ता दलको आन्दोलनमा उनीहरूलाई विभिन्न लोभ र लालपूर्जा दिलाउने प्रलोभनमा पारी प्रयोग गर्ने काम भयो, तर न त उनीहरूले लालपूर्जा पाए न त उनीहरूको जीवन स्तर नै उकासियो। कतिसम्म भने यस विषयमा कुनै पनि ठोस निर्णयसम्म आएन। बालेन शाहले चुनावी दौरानमा भनेका थिए जो साँचो सुकुम्बासी हो उनीहरूलाई व्यवस्थित गरिनेछ भनेर। कमाउन पनि नसक्ने वार्षिक केही आय हुन्छ क्या, वार्षिक यति नकमाउनेलाई पनि सुकुम्बासी भनिन्छ।
खान लाउनलाई त पैसा दिनु पर्यो नि त मान्छे त्यो नहुनेलाई पनि सहीमा जो सही सुकुम्बासी हो उसले त्यो जग्गा पाउनुपर्छ संविधानमा लेखेको छ। तर पूर्व सूचना मात्र दिई बस्ती खाली गर्न भनेका बालेन शाहले साँच्चै सुकुम्बासीको हक हितका लागि काम गर्लान् त? वास्तविक सुकुम्बासीहरूलाई कता व्यवस्थापन गर्लान् र भूमिहीनहरूको मुद्दा कहिले सुनवाई होला? यस्तो प्रश्नहरूको उत्तर कहिले आउँछ अहिले नै भन्न सक्ने अवस्था छैन। हाम्रो आशा छ यस्तो समस्याहरूको चाँडोभन्दा चाँडो समाधान हुनुपर्छ र सबै नेपालीहरूले एक सम्मान बाँच्न पाउनुपर्छ। बालेनको पार्टी रासपाको वाचा पत्रमा र सरकारको 100वटा कार्यसूची मध्ये बुँदा नम्बर 91 र 92 मा भनिएको सुकुम्बासी समस्या समाधानको लागि भूमि आयोगद्वारा व्यवस्थापन गरिने भनिए तापनि अहिलेसम्म कुनै काम भएको छैन। अझ बस्तीबाट हटाएको उनीहरूलाई विभिन्न आश्रम, टहरा र रङ्गशालाहरू लगायतका स्थानमा राखिएको छ। यस बारेमा बालेन शाह फेसबुकमा पोस्ट गर्दै भन्छन्, बिर्सनु भयो कि सम्झनुहुन्छ? हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। सोच्नुहोस् त अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्ति चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ, ढुक्क हुनुहोस्। यो त ठिक छ, तर कम समय अवधि र सरकारले उचित वासस्थानको व्यवस्था नगरी गरिएको सुकुम्बासी बस्ती हटाउने कार्यमा सुकुम्बासीहरूको घाँसबास र कपासमा सरकारले उचित ध्यान दियोस् र यसको समाधान छिटो होस्। बालेन सरकारलाई हाम्रो तर्फबाट शुभकामना। र अन्त्यमा कोही व्यक्ति गरिबीको रेखाभन्दा माथि छ र उसको अन्य आय स्रोत पनि छ भने उसलाई सुकुम्बासी भन्न मिल्दैन। सुकुम्बासीको नाममा फाइदा उठाउने हुकुमबासीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। जो वास्तविक सुकुम्बासी हुन् उनीहरूको उचित व्यवस्थापन हुनुपर्छ। सरकारको सुकुम्बासी बस्तीमा डोजर चलाउने कदम प्रति तपाईँको धारणा के छ? कमेन्टमा लेख्नुहोस्। अर्को भिडियोमा हामी फेरि भेटौँला। धन्यवाद।